हाम्रो मान्छे पुगेको छैन यति साह्रो प्रेसरमा भयो हामी है हामी ऊ तल पुग्यो त्यो जग्गामा माग्यौँ हामीले तपाईँहरूले घिसारेर लगेर जानुभयो त्यहाँनिर कसले के गर्दो रहेछ हेर्छु नि हामी योहरूलाई यो हामी पहिला बसेको भनेर तपाईँहरूले अधिकार जमाउनु भयो यो अधिकार जमाउनु भयो है तपाईँहरूले ठिक छ हामी त्यहाँबाट हामीलाई रिस उठ्यो हामीलाई ठिक छ हामी चाहिँदैन तपाईँहरू यहाँ भानु गरेर खानुहोस् हाम्रो पछाडि तपाईँहरू आउनुहोस् हामी जान्छौँ नेहरू रोडमा भनेर हामी रिसले गयौँ तर हामी निक्लेर गएर चाहिँ नेहरू रोडमा गयौँ नि हामीले सरलाई गयौँ हामीले सरसँग बात गऱ्यौँ सरसँग पनि सल्युसन हाम्रो निक्लेन ननिक्लिँदा चाहिँ हामी चिफकोमा गयौँ चिफले के भन्नुभयो ठिकै छ नि त तिमीहरूको सल्युसनलाई चाहिँ म सल्भ गर्छु भनेर हामीलाई क्यापिटल दिनुहोस् भनेर हामीले चिफलाई माग्यौँ हामीलाई चिफले दिनुभयो हामीलाई काहीँ पनि रहेछ उहाँले पनि गर्नुभएको छैन चिपले पनि गर्नुभएको छैन तर हामी एकअर्कामा चाहिँ के हुँदैछ भनेदेखिलाई चाहिँ खुट्टा तानाताम होइन त्यो भयो उहाँले एउटा एकैछिनै भाइ ल यो म क्लियर गरिदिन्छु के छ भने इन्टर रिलेटेड छ बिजनेस बुझ्नुभयो त्यही कारणले मैले हिजो पनि भने कन्सोलिडेटेड मार्केट चाहिँ हामीलाई चाहिएको त्यो कारणले जुन चाहिँ हामीले त्यो बनाउँदैछ त्यो चाहिँ कन्सोलिडेटेड मार्केट सबैजना एउटै ठाउँमा बस्छ तपाईँको बिजनेस जसले ट्यालेन्ट छ उसले सेल गर्छ होइन अब त्यही उद्देश्यमा यहाँ पनि हामीले कन्सोलिडेटेड मार्केटको सानो स्ट्रक्चर बनाएर तपाईँहरूलाई हामीले सेटल गर्ने कुरा हो तर अब यहाँनिर तपाईँहरूको जग्गाको इस्युज होइन अब हेर्नुहोस् है कुनै पनि मैले कसैलाई यहाँनिर बायसनेस ल्याएको छैन कसैलाई मैले चेपेको कुरा पनि होइन कसैलाई अब जो मान्छेले अगाडि खुट्टा हाल्यो त्यो मान्छेले मेरो भन्छ हेर्नुहोस् है अब त्यो मेरो भन्नेलाई खुट्टा निकाल भन्नु पनि गाह्रो छ तपाईँहरू बुझ्छ तपाईँहरू बुझेको मान्छे हो तर त अलिकति उयो हुन्छ यहाँ सिचुएसन अब मैले देख्दैछु जग्गा एउटा यहाँनिर कहाँनिर तपाईँहरू बस्नु सक्नुहुन्छ स्ट्रक्चर पनि लगाइदिनु सक्ने रहेछ भनेर चाहिँ यो जग्गाहरू यो अगाडिको बुझ्नुभयो यो अगाडिको जग्गाहरू यो जग्गाहरू छ अब यो अगाडिको जग्गातिर तपाईँहरूलाई मिल्छ भने तपाईँहरू अलिअलि जग्गा यहाँनिर अढाई फिटको जग्गा गरेर तपाईँहरू म भनिदिन्छु अब बाँकी अब तपाईँहरूलाई यो गरेर तपाईँहरू यहाँ बस्नुभयो भने अब यो एउटा सल्युसन छ अब एडमेन्ट भएर मलाई यही अगाडिपट्टि 15वटा त्यो यही गऱ्यो भने अब यसमा सल्युसन चाहिँ म त्यति देखिनँ हाम्रो पहिला दोकानको साइजहरू जुन अब पहिला एकजनालाई अडे पुग्छ तपाईँलाई म देखाइदिन्छु त्यहाँनिर चाहिँ कति घटाउनु है त्यसमा खोल्दैन पहिला निकेश पोस्टर सरलाई चाहिँ तिमीले के भनेको नेहरू रोड चाहिँ पहिला पनि नन भेन्डिन्छु नै हो तपाईँलाई याद भएकै हो विमल गुरुङले टोटली खाली पारेको र पछि यिनीहरू कलकत्तादेखि डल्लै गएको र यिनीहरूलाई यो त्यहाँनिर स्ट्यान्ड छ होइन स्ट्यान्डमा तपाईँले अलिकति भए पनि बताइदिनु हामी 30 जना बेलुका 6 बजे तिमीलाई 30 जना के छ स्पेशल छ यो दे त्यो दे बस्न यो जग्गा छ त जग्गा बनाएर ठक्कै पर्छ हामी 30 जना ठिकै छ हामी 30 जना स्पेशलै हौ हामी 30 जनाले गर्दा सबैजना नेहरू रोड किन आएको अहिले तपाईँको जग्गामा माग विमान गुरुङले हामीलाई सब सामान 10 महिना भानुभन्दा हामी पनि आउँछौँ नेहरू रोडमा मागिँदैन त